सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियोमा तपाईँहरू बिच फेरि एउटा स्क्यामको बारेमा लिएर आइसकेको छु, जसले चाहिँ नेपाली मार्केटमा धेरै नै होइन स्क्याम चाहिँ भइरहेको छ, जसले गर्दा धेरै मान्छेहरू अहिले लुटिरहेको छ होइन। अनलाइनबाट यस्तो मान्छेहरू लुटिरहेको छ, पुरै नगर्नु होला, जसबाट चाहिँ तपाईँहरू कसरी बच्न सक्नुहुन्छ र कसरी अनलाइनबाट सपिङ गर्न सक्नुहुन्छ, कुन चाहिँ प्लेटफर्म सिक्योर हो कुन चाहिँ छैन भन्ने कुरा म तपाईँलाई यो भिडियोबाट भन्नेछु। सो भिडियोलाई चाहिँ फुल वाच गर्नु होला र तपाईँहरू यदि नयाँ हुनुहुन्छ मेरो च्यानलमा सब्सक्राइब र सपोर्ट गर्नु होला र आफ्नो साथीहरू भाइहरूलाई सेयर गर्न नबिर्सिनु होला, जसले गर्दा चाहिँ तिनीहरू पनि सेफ चाहिँ कसरी हुन सक्छ होइन र अनलाइनबाट चाहिँ प्लेटफर्मबाट चाहिँ कुन प्लेटफर्म चाहिँ राम्रो छ कुन चाहिँ राम्रो छैन भन्ने कुरा त्यसलाई पनि अन्डरस्ट्यान्डिङ हुन्छ, जसको लागि चाहिँ तपाईँहरू भिडियोहरूलाई सेयर गर्नु होला है। र र अब भन्दाखेरि चाहिँ कुन चाहिँ प्लेटफर्म सेक्युर छ र कुन चाहिँ छैन तपाईँले पनि यो डिटेलमै भन्नेछु यो भिडियोबाट है। सो त्यसको लागि तपाईँ फुल वाच गर्नु होला भिडियोलाई होइन अन्त्यसम्म। र म चाहिँ अब के भन्न चाहन्छु भने आजकल होइन थाउजन्ड्स अफ टिकटक आइडीहरू खोलिसकेको छ, जसले चाहिँ गर्दा सबजनाले फेक भिडियो बनाएर होइन अपलोड गरिरहेको छ र स्क्याम चाहिँ अझै झन् के भन्छ डे टु डे इन्क्रिज हुँदै गएको छ, जसले गर्दा के भन्छ नर्मल पर्सनहरू मेनली होइन नर्मल पर्सनहरू नै जस्तै कि दिदीबहिनी भयो होइन, जसलाई चाहिँ थाहा हुँदैन अनलाइन मार्केटको बारेमा होइन, र तिनीहरू के गर्छ भने जुन चाहिँ राम्रो कपडा या कुनै प्रोडक्ट देख्यो होइन त्यो चाहिँ अनलाइन चाहिँ अर्डर गरिदिन्छ होइन, जसले चाहिँ गर्दा र त्यो स्क्यामरहरूसँग कस्तो हुन्छ भने त्यो स्क्यामरहरूले ठ्याक्कै वाट्सएप नम्बर दिएको हुन्छ होइन टिकटकमा, र त्यसलाई चाहिँ म्यासेज गर्छ होइन, र तिनीहरू आफ्नो होइन पोलाइटली ल्याङ्ग्वेजमा होइन फकाउँछ र आधी पेमेन्ट अगाडि नै माग्छ होइन, र त्यसपछि के गर्छ भने प्रोसेस 1-2 दिन त्यसले केही गर्दैन र त्यसपछि ब्लक गरिदिने गर्छ होइन, जसले गर्दा हाम्रो पैसा लुटेर जान्छ। सो यहाँबाट चाहिँ कसरी बच्न सकिन्छ र कुन प्लेटफर्मबाट किन्दा हाम्रो पैसा चाहिँ खेर जाँदैन र हामी लुटमबाट बच्छौँ है, त्यसको लागि मैले चाहिँ यही भिडियोमा तपाईँहरूलाई कुन सबै प्लेटफर्मको नाम हालिदिएको छु होइन, र जस्तै मैले इक्जाम्पल पनि दिन्छु कसरी लुटिन्छ र कुन प्लेटफर्मबाट हामी लुटिन जान्छौँ है। सो यहाँ चाहिँ फुल भिडियो वाच गर्दै गर्नु होला। म चाहिँ यहाँ अब चाहिँ मेरो मोबाइलको आफ्नै स्क्रिनबाट होइन कुन कुन आइडी छ अनि कस्तो आइडी छ भनेर कुन चाहिँ लुटिन्छ भन्ने कुरा म तपाईँलाई डिटेलमा भन्छु है। सो यहाँ हेर्न सक्नुहुन्छ मैले भिडियो चाहिँ बनाएको छु होइन टिकटकबाट, यहाँ चाहिँ हेर्न सक्नुहुन्छ थुप्रै आइडियाहरू छ होइन, जसमा चाहिँ आफ्नो प्रोडक्ट होइन अननोन प्रोडक्टहरू पनि हालेको छ, जसबाट चाहिँ एट्र्याक्टिभ मान्छेलाई एट्र्याक्टिभ गर्ने र पैसा चाहिँ स्क्याम गर्ने होइन, पैसा लिने र प्रोडक्टहरू नपठाउने भन्ने कुरा पनि हुन्छ होइन। र यिनीहरू पनि आइडियाहरू थुप्रै आइडियाहरू जुन चाहिँ फेक छ होइन, जुन चाहिँ जो पनि खोलिरहेछ होइन, अनि यताउता गुगलबाट चाहिँ भिडियोहरू डाउनलोड गरेर त्यही पोस्ट गरिदिरहेछ, जस्तै गरे नि आइफोनमा पनि त्यस्तै चाहिँ मोबाइलहरू प्रोडक्टहरू होइन यहाँ हेर्न सक्नुहुन्छ होइन, आइफोन 13 प्रो म्याक्स 15 प्रो यहाँ 30,000 होइन 13,000 र कति 20,000 30,000मा जति हालेको छ होइन, जुन चाहिँ सबै फेक हो है, यतिमा चाहिँ कुनै प्रोडक्ट पनि आउँदैन है आइफोनहरू, र यिनीहरू त्यस्तोमा हालेर अनि मान्छेहरूलाई फसाउँछ र पैसा लुट्ने गर्छ है, र यस्तै थुप्रैहरू। सो यसकोबाट चाहिँ यस्तो यहाँबाट चाहिँ प्रोडक्ट नकिन्नु होला, मैले चाहिँ भिडियोहरू हालिदिएको चाहिँ त्यहीबाटै गर्नु होला। जस्तै अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ दराज छ, स्मार्ट डोको छ, ग्यापु छ, हाम्रो बजार सस्तो डिल.com छ होइन, यहाँबाटै तपाईँहरू सिक्यो होइन मस्तले तपाईँहरू सोप गर्न सक्नुहुन्छ है। सो फर्स्टमा टप भनेको दराज अनलाइन सपिङ एप हो, जहाँबाट किन्न सक्नुहुन्छ, र अर्को चाहिँ जिबी एप छ होइन, र अर्को सस्तो डिल एप छ, त्यसपछि अर्को हामीसँग हाम्रो बजार एप छ, र 5th पोजिसनमा हाम्रो एउटा छ होइन ग्यापु एप, जहाँबाट तपाईँ सजिलैसँग किन्न सक्नुहुन्छ। र यहाँ चाहिँ इन्टरनेसनली सोपको लागि यहाँ चाहिँ होइन मैले हालिदिएको छु, र अर्को चाहिँ मस्ट होइन एकोर्डिङ टु यर प्रोडक्ट कहाँबाट किन्नुहुन्छ त्यो चाहिँ डिटेलमा यहाँ चाहिँ हालिदिएको छु है। सो तपाईँलाई कुन प्रोडक्ट चाहिन्छ तपाईँ चाहिँ यहाँबाट हेरेर आफ्नो प्रोडक्टहरू किन्न सक्नुहुन्छ त्यही एपबाट है। सो तपाईँहरूलाई यदि राम्रो भिडियो लाग्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।